हरियालीले भरिएको शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सौन्दर्यको काखमा अवस्थित किसान पोलिटेक्निक इन्स्टिच्युट केवल एउटा शैक्षिक संस्था होइन, यो भविष्य निर्माण गर्ने एउटा प्रेरणादायी गन्तव्य हो। मेरो नाम लक्ष्मण सिंह राउटे। म चाहिँ उता सुदूरपश्चिमबाट डडेलधुरा जिल्ला परशुराम नगरपालिका 12 वडा नम्बर 12बाट म चाहिँ यहाँ सिभिल इन्जिनियर अध्ययनरत फर्स्ट इयर सेकेन्ड सेमिस्टर। अनि यस किसान बहुप्राविधिक शिक्षालयमा म स्पेसल स्कलरसिपबाट यहाँ आएको। म्याच हुनुपर्यो, यति चाहिँ के गर्नु पर्यो। अनि यसरी घुम्दै गइन्छ, जस्तै यहाँ स्टेसन 1बाट सुरु भयो चाहिँ पछि हेर्दा पनि सिभिल इन्जिनियरको डिमान्डहरू चाहिँ धेरै देख्न सकिन्छ। अनि यो कुराले चाहिँ मलाई एकदम इन्ट्रेस्टेड लाग्छ सिभिल इन्जिनियरलाई। जहाँ सिकाइलाई केवल सिद्धान्तमा सीमित नराखी प्रयोग र अभ्यास मार्फत जीवन्त बनाइन्छ, त्यहाँ विद्यार्थीहरूमा नयाँ सोच, आत्मविश्वास र दक्षताको विकास हुन्छ। आधुनिक उपकरण सहितका प्रयोगशालाहरूले प्रत्येक अवधारणालाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्छन्, जसले विद्यार्थीलाई भविष्यका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ। नमस्ते, म शिव पाण्डे, किसान बहुप्राविधिक शिक्षालयको चाहिँ शिक्षालय प्रमुख। हाल यस किसान बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तर्फका 3वटा कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जस अन्तर्गत डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन आइटी र डिप्लोमा इन एनिमल साइन्स सञ्चालन भइरहेका छन्। यस अलावा चाहिँ छोटो अवधिका विभिन्न तालिमहरू स्थानीय तहको मागको आधारमा पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। र विद्यार्थीको सन्दर्भमा कुरा गर्ने भने करिब सबै प्रदेशबाट विद्यार्थीहरू यहाँ अहिले पढ्न अध्ययन गर्न आइरहेको अवस्था छ। यहाँ शिक्षा केवल कक्षा कोठाभित्र सीमित छैन, बरु व्यावहारिक सिकाइ, आधुनिक प्रविधि र सिप विकाससँग जोडिएको छ। यो जुन सेटअप छ, हामीले चाहिँ यसबाट चाहिँ यो सेटअपबाट चाहिँ विभिन्न अब क्यापेसिटीहरू। यहाँका विद्यार्थीहरूको सफलता, अभिभावकहरूको विश्वास र शिक्षकहरूको समर्पणले हाम्रो यात्रालाई अझ अर्थपूर्ण बनाएको छ। है वाइबिलिटी आयो भने त्यसमा चाहिँ कुन एग्रिकल्चर हुन सक्छ भन्दा यो शिक्षालयमा चाहिँ विभिन्न प्रकारका छात्रवृत्तिको पनि व्यवस्था रहेका छन् हैन। अब स्पेशल विशेष छात्रवृत्ति जसमा सुविधा सम्पन्न प्रयोगशालाहरू, अनुभवी तथा समर्पित शिक्षकहरू, विद्यार्थी मैत्री वातावरण र गुणस्तरीय शिक्षण प्रणाली मार्फत हामी भोलिका दक्ष प्राविधिक तथा सक्षम जनशक्ति तयार गरिरहेका छौँ। मेरो नाम अनमोल बाबु शाह हो। म मध्य प्रदेशको सर्लाही जिल्लाको भरतपुर नगरपालिकाको स्थायी ठेगाना भएको मान्छे हो। म चाहिँ यस किसान बहुप्राविधिक शिक्षालयमा स्पेसल सिटिभिटी स्पेसल स्कलरसिप मार्फत यो कलेजमा आएको। शैक्षिक गतिविधिसँगै विभिन्न कार्यक्रम, प्रशिक्षण, खेलकुद, नेतृत्व विकास तथा सृजनात्मक अवसरहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई अझ मजबुत बनाउँछन्। सपना देख्नेहरूलाई दिशा, सिक्न चाहनेहरूलाई अवसर र सफल हुन खोज्नेहरूलाई बलियो आधार प्रदान गर्दै किसान पोलिटेक्निक इन्स्टिच्युट निरन्तर अगाडि बढिरहेको छ। यदि तपाईँ गुणस्तरीय शिक्षा, व्यावहारिक सिप र उज्जवल भविष्यको खोजीमा हुनुहुन्छ भने तपाईँको अर्को कदम किसान पोलिटेक्निक इन्स्टिच्युट हुन सक्छ। ज्ञान र सिपको सन्तुलित संयोजन मार्फत प्रत्येक विद्यार्थीलाई सक्षम, सृजनशील र पेशागत रूपमा तयार बनाउने प्रयास निरन्तर जारी छ।